हार्दिक स्वागत गर्न चाहन्छु दर्शक महानुभावहरू। तपाईँले फ्रीमा देख्नु भएको छ। आज हामी माझमा हुनुहुन्छ ज्योतिषी गोपाल कोइराला हुनुहुन्छ हामी माझमा। सर स्वागत छ हजुरलाई सम्पूर्ण मिडियामा। धन्यवाद सबै भाइहरू, मिडिया भाइहरूलाई, मिडियाकर्मी भाइहरूलाई सुस्वागतम। धेरै उन्नति प्रगति होस् र धेरै प्रगति गर्नुहोस्, मेरो शुभेच्छा शुभकामना छ तपाईँहरूलाई। अलिकति हामी पल्साको बारेमा कुरा गरौँ न होइन। पल्सा हिरासतमा हुनुहुन्छ होइन, उहाँ चाहिँ कहिले छुट्ने भनेर चाहिँ अहिलेसम्म फिक्स भएको छैन क्या। हजुरको विचारमा के लाग्छ? मेरो विचारमा चाहिँ पल्साको अब यो पूर्व पक्षको लागि थुनेको कुरा हो यो होइन। हजुर अब यो 3 वर्ष पनि जान्छ, 3 महिना पनि जान सक्छ। अब अहिले तत्काल आज भोलि नै छुट्ने कुरो चाहिँ छैन होइन। अब पूर्व पक्षको लागि उनीहरूकै आफ्नै मान्छेले धोका दिइरहेछन्, आफ्नै मान्छेले फसाइरहेछन्। कुनै एनजिओका डलर खाने कोही महिलाहरूले पनि उनको विरुद्धमा बोलेका छन्। त्यति समाजसेवी बडो उसको सिलिन्डर पनि बोक्ने, ग्यासको सिलिन्डर बोक्ने, अक्सिजनको सिलिन्डर बोकेर जनताको लागि मरि मेट्ने त्यस्तो देशभक्त। यो देशभक्त मान्छेलाई कसैले मन पराउँदैन, कोही टिक्न दिँदैन, मारिहाल्छन् कि यस्तै चाहिँ दुःख दिन्छन्। यही भएको हो, उनको आफन्तबाट नै उनलाई धोका भएको छ र पल्साको आफन्तै नातेदारबाट पनि धेरै ठुलो धोका छ। सुनवाई छैन। अब वकिलको विषयमा चाहिँ वकिलले अब परपुछलाई उनले बहस गरिरहेछन्। यो गइरहन्छ। हाल फिलहाल यो चाहिँ साउन भदौमा चाहिँ छुट्छ भन्ने छैन। अब उनको छुटाइ चाहिँ नि पल्साको छुटाइ चाहिँ उनको ग्रह पनि बलियो भएर आएको छ। आउन चाहिँ समीक्षाले बयान फेरेकी छन्, त्यो सत्य कुरा छ होइन। उनले बयान फेरिन्, उनलाई चाहिँ ईश्वरले बयान फेर्न लागेको छ। उनको आत्मामा ईश्वर बसेर उनलाई चाहिँ एउटा न्यायको पक्षमा उनी अडिया छन्, एउटा केन्द्र छ। तर अब अहिले बहस भइरहन्छ, पूर्व पक्ष भइरहन्छ। उनी अब 3 वर्ष 3 महिना 3 वर्ष 33 महिना पनि जान सक्छन्। र यो मलाई चाहिँ मेरो ध्यान दृष्टिले चाहिँ मलाई अलिकति कता अलिकति ब्रह्मले के भन्छ भने पल्सा छुट्छन् पक्कै हो, उनले न्याय पाउँछन्। किनभने उनी यदि यहाँ ज्यानमाराहरू खुलेआम हिँडेछन्, 17,000 18,000 मान्छे मार्ने ज्यानमारा सरकारमा छन् होइन। ऊ त निर्दोष हो नि। उसले अब किनभने चाहिँ दुईजनाको सहमति नभइकन केही त हुन्छ? केही हुन्छ? स्त्रीले यदि सहमति नदिइकन पुरुषले चाहेर हुन्छ? पुरुषले चाहे 1 वर्ष, स्त्रीले चाहे 1 निमेष। हेर्नुहोस् यस्तो छ यहाँ नेपालमा अहिले कलियुग लागेर चाहिँ नि एकदम स्त्रीको हाउगुजु बढ्या छ। धर्म छाड्या छन्, आदि हाफ कट्टु लाएर हिँड्छन्, जम्मै देखाउँछन् होइन। एकदम ओहो उहाँ रानी बडेमा रानी कुखुराको भाले हजुर काँसी जान थाले पोथीको गन्थन होइन। तिरिरी तिहारी घाम उज्यालो भयो, भाले बाँस्यो तिहारी घाम लाग्यो डाँडैमा अघि। यदि भाले नै बाँच्नुपर्छ, पोथी बाँसेर यो देशमा कुनै सफलता मिल्दैन। पोथी त राष्ट्रपति छ नि त चाहिने, पोथी बाँसे छ नि। पोथी बाँसेर के हुन्छ हेर्नुहोस् त। निर्मला काण्डको हत्याकाण्ड खोइ कुनै न्याय पाइ निर्मलाले? न्याय के अरे नारी राष्ट्रपति छिन्, त्यही नारीले न्याय पाउँदैनन्। यो देशमा न्याय पाउँछ? नारीले न्याय पाउँछ? नारीलाई शोषण गरेका छ। र अर्को कुरा, घरमा पुरुष पीडित छन्, कति शोषण गरेका छन् नारीले। भ्रष्टाचार गर्ने नारी हुन् कि यहाँ खल्तीमा यहाँ कागजपत्र यहाँ हाल्ने यसमा, अनि यहाँ लुगाएपछि कसैले हेर्नु पायो? पाएन। अहिले भ्रष्टाचारी भनेको नारी छन्, पुरुष होइन। पुरुषलाई दोहला मात्रै हो अघि, पुरुष प्रधान भयो। अहिले नारी प्रधान छ यो देश। त्यसो भए हुनाले पल्सा चाहिँ नि छुट्छन्। सत्यमेव विजयते, सत्यको विजय हुन्छ। एतो धर्म तत्त्व जय। उनका पुर्खाले धर्म गरेका छन्। तपाईँले के बुझ्नु भएको छ? मैले बुझेको तपाईँले चाहिँ उनको भविष्य पनि पक्कै पनि हेर्नु भएको होला होइन? भविष्यवाणी हेरेर उनको चाहिँ कन्या राशि हो। कन्या राशिको उनी यस्तो बेलामा फसे, उल्का र राहुको पालामा, उल्का शनि राहु सङ्कटा शनि सङ्कटाको पालामा समीक्षासँग परे। समीक्षा अधिकारी भनेको कुम्भ राशि
उनी भनेको कन्या राशि। कन्या र कुनै पनि व्यक्तिले, कुनै पनि भाइ बन्धुले कन्या र कुम्भ राशि कुनै भाइ बन्धुले बिहे नगर्नु होला है। यो सम्बन्ध नगर्नु होला। यो नाडी खड्गाष्ट पर्छ, अति घात हुन्छ, नारीले फसाउँछन्, आमै फसाइहाल्छन्। यो कुम्भ राशिका नारीले कन्या राशिलाई खुत्रुक्कै मारिहाल्छन्। यी त्यही भए हुनाले बिचरा फसे। अब उनले अब बुढेसकालमा फस्नु नै थियो, एकचोटि उनी जेल जानै पर्थ्यो। थियो उनको योग थियो नै, उनको ग्रह त्यस्तै थियो। अब 22-24 वर्षको उमेर हो त्यो। उनको 18 देखि 30 वर्ष त उनले त्यो उमेर त चाहिँ जेलै भोग्नुपर्ने, जेल भोग्नुपर्ने, दोष भोग्नुपर्ने, अर्काको काण्ड लाग्ने, दुनियाँ दिवान भोग्नै पर्ने उनको ग्रहमै त्यस्तो छ। त्यसो भए हुनाले तर सत्यको विजय हुन्छ बाबु, अघि पल्सा कुनै पनि हालतमा छोड्नुहुन्छ बाबु, पल्सा बाबु। अब मैले धेरै कुरा यहाँ मिडियाबाट पनि बताइदिएँ, अझ क्लासिक टिभीबाट पनि। उहाँको नाम माछा पकाइदिनु 27वटा भने। माछा पकाएपछि राम्रो हुन्छ। आमै माछा भनेको को? माछा जब पोखरीमा थुनेर राखेको, एकोडियम थुनेर राखे माछालाई नदीमा उसले जीवन दान गर्दा त्यसले कति कोटी आशीर्वाद मिल्छ बाबु। एउटा माछा पकाउँदा 1 करोड आशीर्वाद मिल्छ। 1 करोड आशीर्वाद मिल्छ एउटा माछा पकायो भने। एउटा त्यति जीवन दान हुन्छ माछा। उसले चाहिँ स्वतन्त्र पायो नि। अब त्यहाँ अर्को भक्ष्यले, प्राणीले भक्ष्य गर्नु त्यो दोष होइन, तर उसलाई थुनेर राखेको पन्जामा जेलमा चाहिँ जेलमा परेको माछालाई हामीले पानीमा छोड्दा उसले जीवनदान पाएन, आशीर्वाद दिएन। जस्तो स्वस्थानीमा चन्द्रावतीले अब मेरो श्रीमान भेट्न पाऊँ भनेर चाहिँ नि अनेकका सेलहरू बगाएर नागनाङ्गीले भेटेपछि कति आशीर्वाद नागनाङ्गीले भन्नुहोस् त, हो कि होइन? त्यसै हुनाले पल्साको न्याय हुन्छ। उनले जित्छन्, मुद्दा जित्छन्। केही समय पछाडि असोजमा जित्दा, असोज कार्तिकको मुङ्सिरसम्ममा। जस्तो गुरु हजुरको विचारमा के लाग्छ, यति लामो समयसम्म चाहिँ उनी नछुट्नुमा चाहिँ के कारण हुन्छ? यो कारण कोही नारी, कोही विदेशी डलर खाने नारीहरूले त्यहाँ ओकालत गरेर उहाँ सबै उनको चाहिँ नि एकदम दोषारोपण फैलाएर उसलाई चाहिँ उसको सम्पत्ति धेरै छ पल्साको, यो खान पाइन्छ कि यो लिन पाइन्छ कि भनेर त्यो लोभले उहाँ जिल्ला गएर पैसा खर्च दुनियाँ गरेर पल्सालाई चाहिँ कसरी हुन्छ त्यो नजिरमा चाहिँ नि असफल बनाउनलाई यिनीहरूले खोजेकी छन् कोही नारीबाट प्लान। तर यस्ता नारी पनि छन् नि, फेरि मुना बहिनी जस्ता, गङ्गा चौधरी जस्ताले पनि त बोलेका छन् नि। पल्साले न्याय पाउनु हो। गङ्गा चौधरी यो देशको धरतीकी छोरी हुन्। हेर्नु त नागदेव विषय कसरी बोल्छन्। त्यो थारूको छोरी भनेर हुन्छ, धरतीपुरतकी छोरी, त्यो नेपाल आमाकी छोरी। जस्तो मुना बहिनीले पल्साको विषयमा यति राम्रो वकालत गरेकी छन्। त्यो मुना बहिनीलाई मेरो हृदयदेखि नि धन्यवाद ज्ञापन गर्दछु। तिनको जय 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 होस्, कल्याण होस्, तिनलाई सधैँ तिनको जित होस्। त्यस्ता नारी चाहिँ यो देशमा मानव अधिकार कर्मी हुनुपर्छ, वकालत गर्ने हुनुपर्छ, प्रहरी हुनुपर्छ। त्यस्ता नारी त्यस्तो न्याय दिने नारी चाहिँ हेर्नु त पुरुषको विषयमा न्याय तिनले न्याय दिएको कति राम्रो बोल्छन्। जस्तै पुरुषको कुरा चाहिँ खासै सुन्दैन जहिले पनि होइन, महिलाको चाहिँ कुरा सुन्छ। अनि उसको उसले काम गरेको चाहिँ सफल भइरहेको हुन्छ कि नारीले चाहिँ, तर महिला पुरुषको चाहिँ हुँदैन। अहिले बेलै यस्तो छ बाबु। यो अहिले विनाशकाले एको हम नास्ति न भूतो न भविष्यति। नारीको यो छेडीको सत्य आउँदैछ, सत्यको विजय हुन्छ। हेर्नुहोस्, जब यो गनौनी तन्त्र आयो नि, गनौनी तन्त्रले गर्दा आज नारीको चाहिँ नि बडो हाउगुजी बढेको छ। तर यो गनौनी तन्त्र धेरै टिक्दैन। यहाँ नयाँ शक्तिको उदय हुन्छ। यहाँ युवा जमातको शक्तिको उदय हुन्छ। यी अपराधी, यी डाका, यी गुन्डा, यी देश घोषखोरी, यी आततायी अराष्ट्रिय तत्त्व डाका, ज्यानमारा
यी जनावर अहिले सरकारमा छन् हेर्नु तपाईँले यति राम्रो कुराहरू गर्नुभएको छ पक्कै पनि यो कुराहरू पक्कै मान्छेले मनन गर्छन् होला होइन नेताहरूदेखि लिएर सबैजनाले पल शाह चाहिँ छुट्नको लागि चाहिँ के गर्यो भने पल शाह छुट्छन् सजिलो तरिकाले भन्नुहोस् अलिकति सजिलो तरिकाले वकिलले दोहोरो चरित्र नदेखाइकन हजुर वकिलले द्वैध चरित्र नदेखाइकन वकिलले चाहिँ नि सकुनी नबनिकन वकिलले चाहिँ नि दुशासन नबनिकन निर्णय बिन्दुमा पुगेर स्वच्छ र एकदम निर्मल निश्चल चाहिँ नि वकालत गर्नु पर्यो उसले बस गरिदिनु पर्यो अनि पल शाह छोड्छ होइन भने द्वैध चरित्र भएको छ यता पनि खाने जस्तो अब घरमा पालेको गाई हुन्छ नि अब चोर्न जान्छ नि अब तपाईँले टाट्नामा जतिसुकै घाँस हाल्नुहोस् त तपाईँ जतिसुकै टाट्नामा घाँस हाल्नुहोस् त्यो गाईले चोरेरै खाएको हुन्छ देशभक्त राष्ट्रभक्त पनि वकिल पनि छन् राष्ट्रवादी वकिल पनि छन् तर यस्ता वकिल छन् नाम नलिउँ हजुरलाई धन्यवाद धन्यवाद बाबु